हेलो गाइज, वेलकम टु माई सेकेन्ड ब्लग र आज दसैँ पनि हो। सबैलाई ह्याप्पी दसैँ। राम्ररी बस्नु, घुम्नु, मेला जस्ट आज चाहिँ रमाइलो हुने भयो। अब म पनि रेडी हुनु गएको। अब रेडी भएर टिका सिका लगाइन्छ। टाइम पनि हुँदैछ टिका लाउने। 11:55 कि 56 सायद हो। सो गाइज म चाहिँ कुर्ता लगाएर रेडी भइसकेँ। अब चाहिँ टिका लगाइन्छ। जस्ट अलिक कपाल पनि कोरिहालेँ। जस्ट ह्यान्डसम देखिन्छु कुर्तामा चाहिँ। मम्मीले चाहिँ प्रिन्स र आराध्यलाई टिका लगाइदिनुहुन्छ, जम्रा लगाइदिनुहुन्छ। अनि दक्षिणा पनि दिनुभएको छ। आराध्या चाहिँ अलि अप्ठ्यारो गर्दै रहेछ, लगाउँदै थिइनँ। जस्तो लगाइदियो। त्यसपछि चाहिँ पैसा चाहिँ घ्याप्पै लिइहाली। पैसालाई ढोकिरहेछ। अनि त्यसपछि भाउजू आउनु, भाउजूले प्रिन्सलाई टिका लगाइदियो। अनि त्यसपछि चाहिँ आरतिर पनि लगाइदियो, जमरा लगाइदिनु, जमरा पनि लगाइदिनु भयो दुइटैलाई। पैसा पाएपछि आएर त खुसी भइछ। पैसै खेल रहिसकेदेखि रिसा जस्तो छ। बहिनीलाई धेरै, मलाई थोरै भन्दैछ। खुसी भएको दाँत देखाइदे। टिका लगाएपछि आरदिया पुरै खुसी भएको छ। होइन आरदिया पुरै डान्स गर्न थाली। घुम घुम त्यसपछि मम्मीले मलाई अनि मुस्कानलाई टिका लगाइदिनु भयो, जमरा लगाइदिनु भयो। जस रमाइलो हुने रहेछ। अनि मलाई चाहिँ जमरा लगाइदिनु भयो टिका लगाएपछि। मुस्कानले चाहिँ मलाई मिलाइदिनु भयो जमरा। दसमा धरिदिनु हो। त्यसपछि मुस्कानलाई लगाइदिनु भयो। टिका लगाएपछि जमरा पनि लगाइदिनु भयो। मुस्कानलाई पनि मम्मीले दक्षिणा दिनुभयो। अनि हामीले मम्मीलाई ढोग्यौँ। त्यसपछि चाहिँ हामीले म र मुस्कानले प्रिन्स र आरतीलाई टिका लगाइदिएको। मैले टिका लगाइदिएँ। त्यसपछि मैले जमरा लिएँ अनि प्रिन्सलाई लगाइदिएँ। अनि त्यसपछि मैले आरतीलाई पनि टिका लगाइदिएँ। अनि जमरा लाउन खोजेको, आरतीले जमरा लाउन मानेन। मैले लाउँदा आरती त्यसपछि दाइले मलाई टिका अनि जमरा लगाइदिनु भयो। अनि त्यसपछि चाहिँ दक्षिणा दिनुभयो। अनि मैले दाइको खुट्टा पनि ढोकेँ। भाउजूले टिका लगाएपछि हामीले भाउजूलाई ढोग्यौँ अनि आशीर्वाद पनि दिनु। मम्मीले दाइ अनि भाउजूलाई टिका लाउँदै हुनुहुन्छ। सबै लुगामा बर्कान जारेको लगी डबल तस्ना पाउनु पर्छ। भयो भयो बहुत डेन्जर डेन्जर मात्रै।
हाफपेन्टमा राख भयो नगर्नु भयो चेरिका भयो मैले लगाइसकेँ सक्नु लगा धेरै पैसा दिनु सो गाइस फाइनली मेरो दिदी आउनुभयो हेलो 2 बजे आउनुभयो यति ढिलो यस्तै हो है के गर्छ कहिले कहिले ढिलो आउनुपर्छ क्या दसैँको दिन सबजना बसेछु ऊ चाहिँ टिकटक बनाएको भने त अब चाहिँ अब दिदीले टिका लगाइदिनुहुन्छ हामीलाई यस्तो अब यस्तो 5-6 हजार जति पर्छ होला दसैँ जस्तो छ यो पालि चाहिँ नयाँ नयाँ बेहुली छन् है मजा त चाहिँ डर पर्छ मेरो बुढी र दिदी दुईजना टिकटक बनाउँदै हुनुहुन्छ पुरै बिजी हुन्छ टिकटक बनाउनुमा दुईटै टिकटकको पुरै क्रेजी हुनुहुन्छ सो गाइस यहाँ चाहिँ फोटोसुट चल्दैछ मेरो दिदीको मेरो दिदीले पोज्दै हुन्छ मेरो बुढीले फोटो खिच्दै हुन्छ भाउ चाहिँ यहाँ तल्ल पर हेर्नु भएको बाँधेर भतिज वाइट खेल्दै मम्मी चाहिँ यहाँ टिका हातमा थालेर बस्नु भएको छ यिनीहरूलाई टिकटक बनाउनु फुर्सद छैन टिकटक अनि फोटो कहाँबाट राम्रो आयो नि पेन्ट आएर भ्याक्सिन गर्दैछ पेन्ट पुरै पेन्ट भ्याक्सिन म चाहिँ भिडियो गरेर व्यस्त भिडियोमा हाम्रो फोटो कसरी हाल्नु भयो 500 रुपियाँको चिनाते त मम्मीले ओए त उठ्न गयो फेरि त चिना थाहा बताउनु लगाएको जाति भने छाना माथि गेरौला के देउला हेर गेरिन्छ हेरौला आइले लगाएको नानी गाउँ जाँदैन अरे यस्तो त अब के छ खेलौनातिर लानै पर्ने जिता गर यस्तो गर भिडियो भएछ एकतिर उसले लगाइदिन्छ मलाई छौडी नभन्नु माइजू भन्नु गाई नगर्नु अरे मुन्टा उठा हाथा जुटे हाथा ज्ञानी हुनु पढ्नु जीवत पासनको नाम कसरी गर्नु मैले पैसा कहाँ राखेँ तपाईँको हातमै थियो पैसा म 200 निकालेँ खानै गयो अलि चिम्टी बनाउनु ल सधैँ खुसी रहनु सबसे बड़का भएर गाउँमा थियो 2-3 से गाउँमा भएको करिया भइहाल्थ्यो नि दुईटा दिदी आएको छ खुसी भएर के त्यसमा त्यो हरिदारलाई पनि ल्याइदियो भने जानु घुमेर आउनु तपाईँ चाहिँ त्यही हेर्नु कसले हजरिया दियो कसले 500 तपाईँले दिनुभयो हामीलाई हजरिया मान्छेलाई पैसा भन्दा आशीर्वाद ठिक हुन्छ बाबुले जिताको म आमाको ल्याइदिँदैछु 500 निकाल ल मैले भिडियो गरिदिनु कस्तो कुरा गर्छ त त्यही हेरिबस्नु अनि त्यही त हेरेर बस्नुहुन्छ कसले कति दियो कसले दिएन दसैँको दिन चाहिँ हेर्ने हो नि
पैसा चाहिँ जसलाई जति हुन्छ जति इच्छा हुन्छ त्यति दिन्छ कि होइन आँखा चिम्रो गरेर बस्नु किन बस्छ त्यो चाहिँ त्यहाँ किन बसेको छ तपाईँलाई कसले लगाइदिन्छ धेरै लगाइदिन्छ म लगाइदिन्छु नि ल लगाइदिन्छ भनेर पहिला हामीलाई लगाउनु सब तिनजनाको चाहिँ बस्छ नि जिता घर लिनु रे हाम्रो फोटो खिच्नु हेलो सिकाएको क्या कलेजमा हुन्छ थुप्रो पहिला म यसको लगाइदिनु ठिक छ होइन राम्रो लगाइदिनु नयाँ नयाँ उयो छन् जोडा यसो टिका राम्रोसँग लगाइदिनु पर्छ कि यदि भनेको सबै कुरो होस् खुट्टा राम्रो नि म अलिकति र भाग्यमानी एक्सपिरियन्स भएको छैन क्या बच्चा बोकेर ढोक्ने बनाएर राख्न राम्रो पैसा दिने तिमी पनि लगाइदिनु दिदीलाई पैसा 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 जिता गर ल उठ अब निन्द्रा काल त मान्छ फ्यामिली फोटो लिएको आयो नदेखा दिए हुन्छ म चाहिँ क्यामेराम्यान मैले सेल्फी पनि लिएँ सो गाइस हाम्रो फोटो सुट पनि भइसक्यो अब जाने हामी ससुराली म आफ्नो ससुराली मेरो छोरा लपटी हारेको हारे चाहिँ पुग्छु म लसरी मार्केट गर्नु हुँदैन सो गाइस अब चाहिँ हामी जान आँटेको म आफ्नो ससुराली जान आँटेको सो गाइस म चाहिँ अब ससुरालीलाई बाइक सुट गरेको र ससुराली पनि जानुपर्छ टिका लगाउन र हाम्रो बिहे भएको दसैँ खानु आउँदैछ मेरो फर्स्ट टिका हो ससुरालीको त्यसै कारण बाइक स्टार्ट गरेर अब चल्दिएको अब जस्ट एकछिन टाइम लाग्छ ससुराली पुग्न बाटो पनि त खराब छ सर्टकट लिएर म जाँदैछु ससुराली सो गाइस फाइनली म चाहिँ आफ्नो ससुराली पुग्न आँटेँ र यो मेरो ससुराली हो घर र ठ्याक्कै म घर पुगेँ तर घरमा चाहिँ मान्छे ताला हाल्ने रहेछ सबैजना जानुभएको रहेछ दादाकोमा फेरि म दादाकोमा आएँ सबैजना यहाँ हुनुहुन्थ्यो बाइक सिटी सबै लागेको छ सबैजना यहाँ भेला भएको हुनुभएको छ टिका लाउने सबै बच्चा उचेहरू न कस्तो रमाइलो भइरहेछ सबै खुसी भयो मेरो सासु आमा हुनुहुन्छ सो म पनि अब आएँ अनि जुत्ता चाहिँ अब खोलिरहेछु यीशु चाहिँ पुरै खेलिरहेछ मेरो पप्पा मेरो दाजु यहाँ हेर्नु मेरो दिदी कति खानुहुन्छ थाल चाटी चाटी हो मेरो दादी यो मेरो माताजी यो अंकल सानु भाइ यो मेरो फुपू सुगिया यो मेरो बहिनी त मेरो भाइ मेरो मम्मी मेरो काकी काका ह्याप्पी दसैँ गाइज यो म आपको एक तो भाइरल होइछि हो कनी कनी हुयो त न ले दक्षिणा भी तो रुक न खै हेरौँ यो मेरो कान्छी भान्जी यता यता हेर यता हेर हेलो हेलो गर्छ यो मेरो भाइ हेलो गर्न हेलो गाइज
यो मेरो भिनाजु, यो मेरो स्वामीजी, हेलो यो मेरो भाइ छेलु भयो। रुख पहिला देवा बेड्छु आइट सो गाइज अब चाहिँ मलाई घर जानुपर्छ किनभने घरमा कोही पनि हुन्न, मम्मी एक्लै हुनुहुन्छ, दाइ भाउजू जानु हो आफ्नो ससुराले, त्यसलाई मम्मी एक्लै घरमा हुन्छ अनि म चाहिँ घर जान आँटेको। यताउति कहीँ जाने होइन, ल गएको सोल्टिनीतिर हेर्ने पनि होइन। सो गाइज म चाहिँ फाइनली घर आएँ। अब चाहिँ रेस्ट गरिन्छ, अलिकति थाकेको छु धेरै। सो गाइज म चाहिँ टिका लगाएर आइसकेँ ससुरालीबाट। सबैजना टिका लगाइदिनु भयो, जस्ट रमाइलो भयो। सो गाइज आजको भ्लग चाहिँ म यतिमै सकाउन आँटेको। थ्याङ्क यू सो मच भ्लग हेरिदिनु भएकोमा। च्यानललाई सब्सक्राइब गरिदिनु, फलो गरिदिनु, लाइक सेयर कमेन्ट सबै गरिदिनु। हस्, धन्यवाद, बाई बाई। भेटौँला अर्को नेक्स्ट भ्लगमा छिटै। हस्।